हाई गाइज वेलकम टु माई च्यानल। आज चाहिँ म यो सिलिकन डल चाहिँ नि ट्राई गर्दैछु बनाउनको लागि। कस्तो देखिन्छ हेरौँ है त। यो चाहिँ मैले सिलिकन पुटीबाट पहिला सुरुमा स्टार्टिङमा मोल्ड बनाउने विचार गरेको छु। पहिला मोल्ड फिक्स गरौँ सेम यसको, अनि त्यस पछाडि यसमा काम गरौँला है त। हेर्दै जाउँ। यो चाहिँ नि सिलिकन पुटी हो। यसको 1:1 रेसियोमा युज गर्नुपर्छ। यसलाई चाहिँ मेरो फर्स्ट टाइम हो मैले यस्तो युज सिलिकन मोल्डहरू मैले कहिले पनि बनाएको छैन है। फर्स्ट ट्राई हो। हेरौँ कस्तो हुन्छ है त। यसमा दिएको इन्स्ट्रक्सन अनुसारको काम गर्नुपर्ने हुन्छ। यसमा चाहिँ 1:1 लेखेको भएर म चाहिँ नि इक्वल पोर्सन यत्तिकै हातले क्यालकुलेट गरेर गरिरहेको छु। मैले वेट केही पनि गरेको छैन, यत्तिकै अन्दाजले गरिरहेको छु। कस्तो हुन्छ पनि थाहा छैन, किनभने यो मेरो फर्स्ट टाइम हो। आई डोन्ट ह्याभ एनी आइडिया अबाउट इट। यही इन्स्ट्रक्सनमा पढेर हेरेर गर्दैछु। ए चाहिँ नि व्हाइट कलरमा रहेछ र बी पोर्सन चाहिँ नि पर्पल कलरमा छ। सायद यो मिक्स गरेपछि पर्पल कलर नै आउँछ होला सायद। हेरौँ कस्तो हुँदो रहेछ है त। मैले ए र बीलाई फर्स्टमा मिक्स गर्छु, अनि त्यस पछाडि यसमा चाहिँ नि 3 to 5 मिनट चाहिँ यसमा मिक्स गर्नु, अनि 15 to 20 मिनट चाहिँ सेटिङ गर्नलाई छोडिदिनु भनेर लेखेको छ इन्स्ट्रक्सनमा चाहिँ नि होइन। अब हेरौँ 3 to 5 मिनट यसलाई पहिला मिक्स गरौँ, अनि 15 to 20 मिनटमा चाहिँ नि सेट गर्न छोडेपछि हाम्रो मोल्ड तयार हुन्छ है। हेर्दै जाउँ है त के हुँदो रहेछ। मैले चाहिँ यसलाई पहिला यसलाई सेपरेटली नै हल्का गरेको छु, अनि बल्ल यसलाई चाहिँ मिक्स गर्न लागि, किनभने यसको फर्म चाहिँ अलिकति हिट प्रड्युस गरेर अनि बल्ल मिक्स गर्दा चाहिँ नि एकदम इजिली मिक्स हुन्छ जस्तो लागेर मैले त्यो गरेको हो। हेरौँ त यसलाई मिक्स गरिरहेको छु मैले। यो मिक्स गरिसकेपछि राम्रोसँग मिक्स भइसके पछाडि चाहिँ नि बल्ल हामीले अघिनको सिलिकन मोल्ड जुन देखाएको थिएँ नि मैले, जुन ट्राई गर्छु म बनाउन भनेर हो, त्यसमा चाहिँ नि सेट गर्नको लागि त्यसलाई कभर गर्छु। अब हेरौँ कस्तो हुन्छ। मेरो फर्स्ट टाइम हो, मैले यस्तो कहिले पनि गरेको छैन। इभन आई डोन्ट ह्याभ एनी आइडिया अबाउट इट। कसरी सेट गर्ने हो जस्तो लागिरहेछ। तर यो 3 to 5 मिनट लेखेको छ त्यसमा सेट हुने टाइम चाहिँ। तर 3 to 5 मिनटमा त अलिकति कडा हुन्छ जस्तो लाग्यो कि 3 to 5 मिनटमा त सबै काम सकाएर सेट गर्न छोडिसक्नुपर्छ जस्तो लाग्यो, किनभने इट अलिकति हुन्छ नि रबरी टाइपमा आइसक्यो यसको टेक्स्चर। अब यसलाई कभर गरेन भने यो टर्न्स इन्टु हार्ड, त्यही भएर यसलाई कभर गरिहाल्नुपर्छ जस्तो लाग्यो। अलिकति हुन्छ नि सफ्ट हुँदाखेरि नै यसलाई युज गरिसक्नुपर्ने हुन्छ। त्यही भएर यसलाई अब यो ढिला नगरिकन पहिला सेट गर्नतिर लागिहालौँ है त। यो अलिकति हार्ड टाइपको भइसकेको छ, यसलाई पहिला युज गरिहालौँ है त। लेट्स सी व्हाट ह्यापन। यसलाई साइड लगाऊँ पहिला। अब यसको काम सुरु गरौँ है त। अब यो सिलिकन डल जुन स्ट्याच्यु छ त्यसलाई कभर गर्यो भने चाहिँ नि यसले चाहिँ सेट त्यस्तै फर्म लिन्छ, अनि मलाई सेम त्यस्तै बनाउन चाहिँ सजिलो हुन्छ भनेर मसँग फेरि त्यो सेट गर्नको लागि कुनै पनि टेक्स्चर कुनै पनि त्यो उहरू पनि छैन। मैले यत्तिकै हातैले चाहिँ गर्न खोजिरहेको छु। कडा भइसकेको छ यो। अब यसलाई छिटो छिटो गर्नुपर्ने हुन्छ। इन्स्ट्रक्सन दिएको छ 15 देखि 20 मिनट सेटिङ टाइम, 3 to 5 मिनट चाहिँ मिक्सिङ टाइम भनेको छ। तर यसमा चाहिँ मैले 3 to 5 मिनटमा चाहिँ हामीले मिक्स गरेर पनि कभर गरिसक्नुपर्ने हुँदो रहेछ। एकदम थोरै मात्रै टाइम हुँदो रहेछ। छिटो छिटो मिक्स गरेर सेट गर्नलाई छोडिहाल्नु पर्ने रहेछ। धेरै टाइम लगाएर मिक्स गरिराख्यो भने चाहिँ यो एकदम हार्ड टाइपको हुँदो रहेछ। त्यो भएको भएर छिटो छिटो गर्नुपर्ने रहेछ है त। हेरौँ है त यस्तो गर्दाखेरि कस्तो रिजल्ट आउँछ चाहिँ मलाई थाहा छैन। आई डोन्ट ह्याभ एनी आइडिया। मेरो फर्स्ट टाइम हो भनिरहेको छु है। त्यही पनि हेरेर साथ दिनु होला, अन्तिमसँग भिडियो हेरिदिनु होला। सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला, लाइक गर्नु भएको छैन भने लाइक गरिदिनु होला।
यसलाई मैले सबै कभर गरेको छु यसरी यो पुरै कभर गरेर खुट्टाको पार्टमा मात्र थोरै मात्रै ओपन हुने ठाउँ राखेको छु मैले त्यसबाट चाहिँ पछि यो मोल्ड रेडी भइसकेपछि त्यसमा हामीले चाहिँ नि काम गर्न सजिलो हुन्छ पोर गर्नलाई त सानो कतै त राख्नुपर्ने हुन्छ नि त त्यो भएको भएर मैले थोरै खुट्टामा चाहिँ मात्रै राखेको छैन अन्त सबै चाहिँ कभर गर्नलाई ट्राई गरिरहेको छु है त कतै पनि होल हुनु भएन होल देखिएको ठाउँ सबै नै कभर गर्नुपर्ने हुन्छ मैले ट्राई गरिरहेको छु कतै कतै अब देखिरहेको छ कि जस्तो लाग्छ इनकेस देखियो अथवा होल त्यहाँ रिमेन भयो भने चाहिँ नि काम गर्न एकदम गाह्रो हुन्छ सोचे जस्तो नबनिदिन सक्छ है त्यो भएको भएर यसो ट्राई गरिरहेको छु मैले लगभग सेट भयो जस्तो लाग्यो यतिकै छोडिदिउँ होइन अब यो हार्ड हुँदै पनि गइरहेको छ अब यसलाई चाहिँ यतिकै छोडिदिउँ है त कस्तो देखिँदो रहेछ एकछिन सेट हुनलाई टाइम दिनुपर्ने हुन्छ 15 देखि 20 मिनेट यता फेरि होल भएको रहेछ यो चाहिँ एकदम केयरफुली नै गर्नुपर्ने काम रहेछ अलिकति होल भयो भने पनि पुरै यो केही अर्थ नै हुँदैन पुरै सोचे जस्तो केही पनि बन्नेवाला छैन त्यही भएर एकदम राम्रोसँग सेट गराउनु पर्ने हुन्छ सेप एन्ड साइज त एकदम अर्कै देखेको छ राम्रो सेपको भएको छैन है यो टर्न इन्टु हार्ड कडा हुँदै गइसक्यो यो अब यतिकै युज गर्न पर्ने हुन्छ मैले चाहिँ नि अलिकति खुट्टाको पार्टमा मात्रै मैले छोडेको छु जुनमा चाहिँ मैले पछि काम गर्नुपर्ने हुन्छ त्यसबाट पोर गरेर यसलाई चाहिँ नि मैले कभर गरेको छु यो सेट भएपछि भित्रको त्यो सिलिकन डल चाहिँ नि मैले निकाल्नु पर्ने हुन्छ हेरौँ है त 20 मिनेट भयो यो राम्रोसँग सेट भइसकेको छ यसलाई मैले कटिङ गरेँ यस्तो डिफिकल्ट हुँदो रहेछ कि कटिङ गर्नलाई एकदम हार्ड एकदम काट्नलाई एकदमै गाह्रो हुँदो रहेछ मैले बिचबाट पुरै सेपरेट पार्ट पनि कन्भर्ट गरिदिएको छु यसलाई सेट गर्नको लागि चाहिँ नि कि मैले रबर युज गर्नुपर्ने हुन्छ किनभने यसले चाहिँ नि सबै पोर गर्दाखेरि सबै चाहिँ नि निस्किन्छ सो लेट्स सी यो रबरले पनि काम गर्छ जस्तो लागेन यता अलिकति मिलेको छैन है यसलाई एकछिनमा सेट गर्न छोडौँला अहिले चाहिँ नि हामीले कास्टिङ रेक्जिनलाई चाहिँ नि रेडी गर्दै गरौँ यहाँ मैले 3:1 कास्टिङ रेक्जिन युज गर्न लागेको छु यसलाई 30 मिनेट चाहिँ नि डिमोल्ड हुनलाई सेट हुनको लागि छोडिदिनु पर्ने हुन्छ यसमा मैले अब एकदम थोरै पोर्सन मात्र हामीलाई चाहिने भएको भएर चाहिँ मैले सानो कप लिएको छु यसमा हामीले 3 स्पुन जति कास्टिङ पाउडर अनि 1 स्पुन जति चाहिँ नि वाटर युज गरेर अनि बल्ल यसलाई सेट हुनको लागि मोल्डमा हाल्ने छौं हेरौँ कस्तो हुन्छ है त यसलाई चाहिँ एकदम राम्रोसँग मिक्स गर्नुपर्ने हुन्छ कुनै पनि लम्प्सहरु यसमा हुनु हुँदैन एकदम स्मुथ टाइपको देखिनु पर्छ टेक्सचर आफ्टर मिक्सिङ यो चाहिँ रेडी भइसकेको छ पोर गर्नको लागि हामीले अघि नै रेडी गरेको मोल्डलाई चाहिँ नि अब यसमा पोर गर्नको लागि सेट गरौँ है त यसमा रबरले पनि काम नगरेर मैले चाहिँ यो केबल टाई युज गरेको छु टाइट गर्नको लागि ताकि पोर गरेको बाहिर ननिस्कियोस् भन्नको लागि यसको शेप एन्ड साइज पनि खासै राम्रो नभएको भएर मैले यसमा स्ट्यान्ड जस्तै युज गरेको छु यो बक्सलाई अब यसको सानो होल दुईटा खुट्टा जस्तो सानो होलमा चाहिँ नि यसलाई बिस्तारै पोर गर्दै जानुपर्ने हुन्छ बिस्तारै हाल्नुपर्ने हुन्छ ताकि सबैतिर पुगोस् किनभने यसको इन्ट्री गर्ने ठाउँ चाहिँ एकदम सानो मात्र राखेको छु मैले भित्र चाहिँ नि अलिकति ठुलो एरियामा चाहिँ त्यो
कास्टिङ रेक्सिन पुग्न पर्ने हुन्छ। त्यो भएको भएर एकदम स्लोली बिस्तारै पोर गर्दै जानुपर्ने हुन्छ। हेरौँ, आई डोन्ट नो एनी आइडिया अबाउट दिस। अब यो कस्तो देखिन्छ मलाई थाहा छैन, यो कस्तो सेट भइसके पछाडि पनि म भिडियो देखाउँछु। अब मैले सोचे जस्तो स्ट्रक्चर चाहिँ हुन्छ कि हुँदैन, आई डोन्ट नो है। ट्राई माई बेस्ट। हेरौँ, मैले चाहिँ बिस्तारै पोर गरेको छु। यसलाई बेला बेलामा चाहिँ सेक गर्दै सबै पोर गर्न ट्राई गरिरहेको छु। ला सबै बाहिर निस्कियो है। बिस्तारै 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 हाल्नुपर्ने रहेछ। अलिक टेक्सचर पनि अलिकति टाइम लाग्छ त्यो भित्र सेट हुनलाई, भित्र बगेर जानको लागि। यसरी सेक गरिसके पछाडि चाहिँ भित्रसम्म पुग्छ। एकदम स्लोली हालेर यसलाई सेट गर्न छोड्न पर्ने रहेछ। टेक योर टाइम, किनभने यसलाई यो कास्टिङ रेक्सिन चाहिँ नि अरू रेक्सिन यो चाहिँ नि एकदम केमिकल पनि होइन, यो एकदम टक्सिक पनि केही पनि हुँदैन। तपाईँले युज यतिकै ग्लोभ्स लगाएको छैन यताउता भन्नुहुन्छ होला, यो चाहिँ टक्सिक हुँदैन है। विदाउट ग्लोभ्स पनि इजिली तपाईँले गर्न सक्नुहुन्छ। लाउनु भयो भने त एकदम राम्रो नै हो होइन, तर वर्क टाइममा चाहिँ ग्लोभ्स लाउनु नै भयो भने सजिलो के अरे राम्रो हो। तर मलाई चाहिँ यो एकदम टक्सिक, यो एकदम इन्भाइरोमेन्ट फ्रेन्डली भएको भएर मैले चाहिँ यसमा ग्लोभ्स लगाएको छैन। यो चाहिँ नि यसरी सेट गर्नलाई बिस्तारै पोर गरिसके पछाडि यो सेट हुँदै जान्छ। यसलाई सेट हुँदै जान दिनुपर्छ। यसलाई 30 मिनट जति चाहिँ हामीले छोडिदिनुपर्छ। यो पुरै कम्प्लिटली बी स्योर कि पुरै कम्प्लिटली भरिएको छ भनेर स्योर चाहिँ हुनुपर्ने हुन्छ, किनभने हामीले यत्तिकै राम्रोसँग पोर गरेको छैन र सबै ठाउँमा पुगेको छैन, यो बन्नेवाला छैन। सो हेरौँ कस्तो हुन्छ। एकदम ट्राई माई बेस्ट। मजाले नै स्योर हुनु पर्यो कि भित्रसम्म पुगेको हुनु पर्यो यो सबै। मैले बोथ साइडबाट इक्वली हालिरहेको छु ताकि सबैतिर मजाले पुगोस्। यो फेरि कस्तो हुन्छ भने सेट भइसके पछाडि हामीले कुनै पनि करेक्सन गर्न मिल्दैन। यो सेट भएपछि फाइनल सेटिङ हो यो। अहिले नै मजाले विचार पुर्याउनु पर्ने हुन्छ यसमा चाहिँ। सायद यो कम्प्लिटली कभर भयो जस्तो लाग्यो मलाई अब चाहिँ नि। कम्प्लिटली कभर भइसके पछाडि चाहिँ हामीले यसलाई यत्तिकै सेट गर्न छोडिदिनु पर्ने हुन्छ। एन्ड दिस वान इज द लास्ट एन्ड फाइनल पोर। अब चाहिँ कम्प्लिटली हामीले यसमा मजाले भरिसकेका छौँ। अब यसलाई सेट हुनलाई छोडिदिउँ है त कस्तो देखिन्छ। अनि म हजुरहरूलाई यो यसको सेपहरू देखाउँछु। यो चाहिँ यहाँ कम्प्लिटली सेट भइसकेको छ। अब यसलाई हेरौँ कस्तो देखिन्छ। यसलाई खोलेर हेरौँ। यो चाहिँ पुरै हार्ड भएको छ, एकदम सेट मजाले सेट भएको छ। भित्रको चाहिँ कस्तो देखेको छ चाहिँ आई डोन्ट ह्याभ एनी आइडिया। अब यसलाई चाहिँ यस्तो खोल्दाखेरि ला भाँचिने पो हो कि है। एकदम बिस्तारै बिस्तारै गर्नुपर्ने रहेछ यसलाई। मैले चाहिँ यो फास्ट स्पिडमा चलाएको भएर मैले गर्न त एकदम स्लोली नै गरेको छु है। हेरौँ कस्तो देखियो। यस, अघि मैले देखाएको स्ट्याचु र यो सेप चाहिँ नि एकदम राम्रो निस्केको छ। थ्याङ्क गड कि कास्टिङ रेक्सिन चाहिँ नि हामीले ओभरफ्लो गरेका रहेछौँ, मजाले टाइट गरेर गरेको रहेछौँ। यसलाई पहिला यहाँ कतै लागेको छ भने क्लिनिङ अप गरौँ। सेप चाहिँ आयो है, सोचे जस्तै पाएको छ। ल सेप चाहिँ एकदम मिलेको छ कि छैन भन्नुहोस् त।
अब आई थिङ्क यसलाई मैले कलर गर्नुपर्छ होला। मसँग कलरको लागि यो ब्लू कलरको नेल पोलिस थियो, यसलाई चाहिँ मैले नेल पोलिस युज गर्दैछु। त्यो पोलिसले पनि राम्रो देखाउँछ कि जस्तो लाग्यो, त्यही भएर पनि हो यसमा, किनभने साइनिङ सब्सटेन्स हुन्छ नि त, त्यो भएको भएर मैले चाहिँ यसमा पुरै ब्लू कलरमा लगाइदिएको छु। भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। यो चाहिँ मैले ब्लू कलर लगाएँ। अब सुजमा चाहिँ म नेक्स्ट अर्को नेल पोलिस लगाउँछु। यसलाई सेट हुनलाई मैले चाहिँ ल्याम्प युज गरेको छु, युभी ल्याम्प, चाँडै सेट हुन्छ भनेर। हियर आई युज अनदर नेल पोलिस फर द सुज। यसलाई पनि सेट गरेर अब मैले हियरमा चाहिँ नि मैले अर्को कलर युज गरेको छु। फर्स्टमा ब्राउन कलर युज गरेको थिएँ, यसले खासै काम नगरेको भएर मैले चाहिँ मार्करै युज गर्ने सोचेँ। यसमा मैले मार्कर युज गरेको छु हेयरको लागि चाहिँ। आफ्टर कलर यो चाहिँ यस्तो देखिएको छ। यसमा अब हल्का आइज नोजको अलिकति स्ट्रक्चरहरू चाहिँ मार्करले नै बनाऊ, ताकि हाम्रो ओरिजिनल जस्तो चाहिँ देखियोस्। अलिकति ओरिजिनलको फर्म जस्तो त अलिकति स्ट्रक्चर चाहिँ आएको छ है। हल्का आइज सेप र माउथ सेप दिउँ दुइटै स्ट्याचुको। यसको फाइनल लुक चाहिँ यस्तो देखिएको छ। हजुरहरूलाई भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला। भिडियो पुरा हेरेर साथ दिनुभएकोमा धन्यवाद। थ्याङ्क यू फर वाचिङ।